नमस्कार, यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। आज हामी गण्डकी प्रदेश सरकारको बजेटको बारेमा बुझ्नेछौँ। यसमा 100+ MCQहरू रहेका छन्, जुनसुकै परीक्षाको निम्ति एकदमै महत्त्वपूर्ण छन्। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यस सम्बन्धी नोट आवश्यक परे कमेन्ट गर्नुहोला। अब प्रश्न नम्बर 1, गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 को बजेट प्रदेश सभाको बैठकमा कसले प्रस्तुत गर्नुभएको हो? क. माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्ड्या। ख. माननीय आर्थिक मामिला मन्त्री जितबहादुर शेरचन। ग. बिन्दुकुमार थापा। ग. कृष्णप्रसाद धिताल, सभामुख कृष्णप्रसाद धिताल। यसको सही उत्तर रहेको छ अप्सन ख, माननीय आर्थिक मामिला मन्त्री जितबहादुर शेरचन। त्यस्तै प्रश्न नम्बर 2, आर्थिक वर्ष 2083-84 को बजेट। आर्थिक वर्ष 2083-84 को बजेट वक्तव्य गण्डकी प्रदेश सभामा कहिले प्रस्तुत गरिएको थियो? क. 2083 जेठ 15 गते, 2083 जेठ 31 गते, 2083 असार 1 गते, 2083 असार 10 गते। यसको सही उत्तर रहेको छ 2083 असार 1 गते, अप्सन ग। नेपालको संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले असार 1 गते बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान रहेको छ। सोही अनुसार असार 1 गते बजेट प्रस्तुत भएको हो। त्यस्तै सङ्घको बजेट चाहिँ सङ्घीय सरकारकोले जेठ 15 गते र स्थानीय तहले असार 10 गतेभित्र बजेट ल्याइसक्नुपर्ने हुन्छ। प्रश्न नम्बर 3, बजेट तर्जुमा गर्दा गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाले तय गरेको कुन दीर्घकालीन सोचलाई मार्गदर्शनको रूपमा लिएको छ? क. समृद्ध प्रदेश, सुखी प्रदेशवासी। ख. समुन्नत गण्डकी, आत्मनिर्भर नागरिक। ग. आत्मनिर्भर र समुन्नत प्रदेश, सुखी प्रदेशवासी। घ. समाजवाद उन्मुख गण्डकी प्रदेश। यसको सही उत्तर रहेको छ अप्सन ग, आत्मनिर्भर र समुन्नत प्रदेश, सुखी प्रदेशवासी। प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको दीर्घकालीन सोच आत्मनिर्भर र समुन्नत प्रदेश, सुखी प्रदेशवासीलाई यस बजेटले मार्गदर्शनको रूपमा लिएको छ। त्यस्तै प्रश्न नम्बर 4 रहेको छ आर्थिक वर्ष 2083-84 को बजेटको मूल नारा र दूरदृष्टि के रहेको छ? प्रश्न, आर्थिक वर्ष 2083-84 को बजेटको मूल नारा र दूरदृष्टि के रहेको छ? क. समुन्नत गण्डकी, उत्पादन र सुशासन। ख. समुन्नत गण्डकी, उत्पादन, उद्यमशीलता र सुशासन मार्फत समुन्नति। ग. उत्पादन वृद्धि र रोजगारी सिर्जना गण्डकीको चाहना। घ. सुशासन र समृद्धि गण्डकीको मार्गदर्शन। यसको सही उत्तर रहेको छ अप्सन ख, समुन्नत गण्डकी, उत्पादन, उद्यमशीलता र सुशासन मार्फत समुन्नति। आर्थिक वर्षको बजेटको मूल नारा र दूरदृष्टि समुन्नत गण्डकी, उत्पादन, उद्यमशीलता र सुशासन मार्फत समुन्नति रहेको छ। त्यस्तै प्रश्न नम्बर 5, चालु आर्थिक वर्ष 2082-83 मा नेपालको राष्ट्रिय अर्थतन्त्रमा आधारभूत मूल्यमा कति प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ? राष्ट्रिय अर्थतन्त्रमा क. 3.50%, ख. 3.68%, ग. 4.83%, घ. 5.89%। कति रहेको छ? यसको सही उत्तर रहेको छ अप्सन ख, 3.68%। राष्ट्रिय अर्थतन्त्रमा 3.68%ले विस्तार हुने अनुमान गरिएको छ। त्यस्तै प्रश्न नम्बर 6, आर्थिक वर्षमा गण्डकी प्रदेशको अर्थतन्त्र कति प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ? अर्थात् आर्थिक वृद्धि दर कति रहेको छ? चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको अर्थतन्त्र कति प्रतिशतले विस्तार हुने
अनुमान गरिएको छ। क 3.68%, 4.01%, 4.83%, 5.12%। यसको सही उत्तर रहेको छ अप्सन ग 4.83%। प्रदेशको अर्थतन्त्र राष्ट्रिय औसतभन्दा बढी अर्थात् 4.83%ले विस्तार हुने अनुमान बजेटमा गरिएको छ। त्यस्तै प्रश्न नम्बर 7 मा रहेको छ राष्ट्रिय कुल राष्ट्र उत्पादन जीडीपी 66 खर्ब 9 करोड हुने अनुमान प्रारम्भिक अनुमान मध्ये गण्डकी प्रदेशको हिस्सा कति हुने अनुमान छ। प्रश्न फेरि सुन्नुहोस्। राष्ट्रिय कुल राष्ट्र उत्पादन जीडीपी 66 खर्ब 9 करोड हुने प्रारम्भिक अनुमान मध्ये गण्डकी प्रदेशको हिस्सा कति हुने अनुमान छ। क 4 खर्ब 50 अर्ब, 5 खर्ब 93 अर्ब, 6 खर्ब 10 अर्ब, अप्सन ग 7 खर्ब 2 अर्ब। कति? यसको सही उत्तर रहेको छ अप्सन ख 5 खर्ब 93 अर्ब। राष्ट्रिय जीडीपीमा गण्डकी प्रदेशको योगदान 5 खर्ब 93 अर्ब हुने अनुमान गरिएको छ। त्यस्तै प्रश्न नम्बर 8 मा रहेको छ चालु आर्थिक वर्षमा चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको प्रति व्यक्ति आय कति पुग्ने अनुमान गरिएको छ। चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको प्रति व्यक्ति आय कति पुग्ने अनुमान गरिएको छ। 1535 अमेरिकी डलर, ख 1651 अमेरिकी डलर, ग 1700 अमेरिकी डलर, घ 1850 अमेरिकी डलर। यसको सही उत्तर रहेको छ अप्सन ख 1651 अमेरिकी डलर। गण्डकी प्रदेशको प्रति व्यक्ति आय 1651 अमेरिकी डलर पुग्ने अनुमान छ, जुन राष्ट्रिय औसत 1535 डलरभन्दा बढी हो। 1535 डलर रहेको छ, जुन 116 डलरभन्दा बढी रहेको छ। राष्ट्रिय आयभन्दा प्रदेशको आय चाहिँ 116 अमेरिकी डलरले बढी रहेको छ। त्यस्तै प्रश्न नम्बर 9 मा रहेको छ चालु आर्थिक वर्षको प्रथम 8 महिनामा गण्डकी प्रदेश सरकारले कुल विनियोजित बजेट कति प्रतिशत खर्च गरेको छ। चालु आर्थिक वर्षको प्रथम 8 महिनामा गण्डकी प्रदेश सरकारले कुल विनियोजित बजेटको कति प्रतिशत खर्च गरेको छ। क 23.56%, ख 28.9%, ग 33.03%, घ 45.5%। यसको सही उत्तर रहेको छ अप्सन क 23.56%। गण्डकी प्रदेश सरकारले प्रथम 8 महिनामा 23.56% खर्च गरेको छ। गत वर्ष सोही अवधिमा 28.9% खर्च भएको थियो। प्रश्न नम्बर 10 बजेट वक्तव्य अनुसार आर्थिक वर्ष 2081-82 मा गण्डकी प्रदेशमा आधारभूत खानेपानीमा पहुँच पुगेको जनसङ्ख्या कति प्रतिशत रहेको छ। कति प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानीको पहुँच पुगेको छ। 90, क 90%, ख 93%, ग 95%, घ 98%। कति रहेको छ। यसको सही उत्तर हो अप्सन ग 95%। अप्सन ग 95%। आर्थिक वर्ष 2081-82 मा आधारभूत खानेपानीमा पहुँच पुगेको जनसङ्ख्या 95% रहेको उल्लेख छ। त्यस्तै प्रश्न नम्बर 11 चुनौतीलाई अवसरमा बदल्न बजेटले कुन देह मिसन राखेको छ। क गण्डकी प्रदेश, सुन्दर प्रदेश, हिमालको पानी, पहाडको माटो, विकास र समुन्नति गण्डकीको बाटो, ग आत्मनिर्भर कृषि समृद्ध गण्डकी, घ पर्यटन र जलविद्युत मार्फत समृद्धि। यसको सही उत्तर रहेको छ अप्सन ख हिमालको पानी, पहाडको माटो,
विकास र समुन्नति गण्डकीको बाटो। प्रश्न नम्बर 12। आगामी आर्थिक वर्ष 2083-84 को लागि गण्डकी प्रदेश सरकारले कुल कति रकमको बजेट विनियोजन गरेको छ? कुल बजेट कति रहेको छ गण्डकी प्रदेश सरकारको? अप्सन क 31 अर्ब 97 करोड 79 लाख, ख 32 अर्ब 79 करोड 79 लाख, ग 33 अर्ब 50 करोड, घ 35 अर्ब 75 करोड। गण्डकी प्रदेश सरकारले कुल कति रकमको बजेट विनियोजन गरेको छ? यसको सही उत्तर रहेको छ अप्सन ख 32 अर्ब 79 करोड 79 लाख। मन्त्री शेरचनले आर्थिक वर्ष 2083-84 का लागि कुल 32 अर्ब 79 करोड 79 लाखको बजेट विनियोजन गरेका छन्। त्यस्तै प्रश्न नम्बर 13। कुल विनियोजित बजेट मध्ये पुँजीगततर्फ कति प्रतिशत रकम छुट्याइएको छ? पुँजीगततर्फ कति प्रतिशत रकम छुट्याइएको छ? क 38.56%, 38.56%, ख 50.25%, ग 60.68%, घ 70.45%। यसको सही उत्तर रहेको छ अप्सन ग 60.68%। कुल बजेट मध्ये पुँजीगततर्फ रु 20 अर्ब 2 करोड 61 लाख 22 हजार अर्थात् 60.68% बजेट विनियोजन गरिएको छ। त्यस्तै प्रश्न नम्बर 14। कुल विनियोजित बजेट मध्ये चालुतर्फ कति प्रतिशत रकम विनियोजन गरिएको छ? क 68.56%, ख 40%, ग 60.68%, घ 0.76%। यसको सही उत्तर रहेको छ अप्सन क 38.56%। चालुतर्फ रु 12 अर्ब 72 करोड 37 लाख 78 हजार अर्थात् 38.56% विनियोजन गरिएको छ। त्यस्तै प्रश्न नम्बर 15। बजेटको खर्च बेहोर्ने स्रोतमध्ये वित्तीय समानीकरण अनुदानबाट नेपाल सरकारबाट कति रकम प्राप्त हुने अनुमान गरिएको छ? अप्सन क 5 अर्ब 84 करोड, ख 7 अर्ब 84 करोड 82 लाख, ग 10 अर्ब 16 करोड, घ 3 अर्ब 93 करोड। यसको सही उत्तर रहेको छ रु 7 अर्ब 84 करोड 82 लाख। सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु 7 अर्ब 84 करोड 82 लाख रहने अनुमान गरिएको छ। त्यस्तै प्रश्न नम्बर 16। प्रदेश सरकारको आन्तरिक राजस्व परिचालनबाट कति रकम प्राप्त हुने अनुमान गरिएको छ? प्रदेश सरकारको आन्तरिक राजस्व परिचालनबाट कति रकम प्राप्त हुने अनुमान गरिएको छ? अप्सन क रु 2 अर्ब, अप्सन ख 4 अर्ब 25 करोड, ग रु 5 अर्ब 84 करोड 18 लाख 52 हजार, घ 7 अर्ब 84 करोड। यसको सही उत्तर रहेको छ अप्सन ग 5 अर्ब 84 करोड 18 लाख 52 हजार। प्रदेशको आफ्नै आन्तरिक राजस्वबाट रु 5 अर्ब 84 करोड 18 लाख 52 हजार उठाउने लक्ष्य लिएको छ। त्यस्तै प्रश्न नम्बर 17। बजेटको न्यूनता पूर्ति गर्न कति रकम आन्तरिक ऋण परिचालनबाट बेहोरिने उल्लेख छ? प्रश्न नम्बर 17। बजेटको न्यूनता परिपूर्ति गर्न कति रकम आन्तरिक ऋण परिचालनबाट बेहोरिने उल्लेख छ? क 1 अर्ब 50 करोड, ख 1 अर्ब 75 करोड, ग 2 अर्ब, घ 2 अर्ब 50 करोड। यसको सही उत्तर रहेको छ रु 1 अर्ब 75 करोड।
बजेट घाटा वा न्यूनता पूर्ति गर्न रु 1,75 करोड आन्तरिक ऋण लिने योजना रहेको छ। त्यस्तै प्रश्न नम्बर 18 आगामी आर्थिक वर्षको बजेटले स्थानीय तहलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदानका लागि कति रकम विनियोजन गरेको छ? अप्सन क रु 49 करोड 97 लाख, ख 1 अर्ब 16 करोड, ग 33 करोड 74 लाख, घ 1 अर्ब 79 करोड। यसको सही उत्तर रहेको छ अप्सन ख रु 1 अर्ब 16 करोड। स्थानीय तहलाई दिइने कुल रु 1 अर्ब 79 करोडको वित्तीय हस्तान्तरण मध्ये समानीकरण अनुदानका लागि रु 1 अर्ब 16 करोड छुट्याइएको छ। त्यस्तै प्रश्न नम्बर 19 स्थानीय तहलाई प्रदान गरिने समपूरक र विशेष अनुदानको कुल योगफल कति रहेको छ? स्थानीय तहलाई प्रदान गरिने समपूरक र विशेष अनुदानको कुल योगफल कति रहेको छ? रु 50 करोड, क रु 50 करोड, ख रु 75 अर्ब, ग 83 करोड 71 लाख, घ रु 95 करोड। यसको सही उत्तर रहेको छ अप्सन ग 83 करोड 71 लाख। समपूरक अनुदान रु 49 करोड 97 लाख र विशेष अनुदान रु 33 करोड 74 लाख जोड्दा कुल 83 करोड 71 लाख हुन्छ। प्रश्न नम्बर 20 बजेटले कुन कुरालाई गण्डकी प्रदेशको तीव्र आर्थिक विकासका संवाहकको रूपमा पहिचान गरेको छ? बजेटले कुन कुरालाई गण्डकी प्रदेशको तीव्र आर्थिक विकासका संवाहकको रूपमा पहिचान गरेको छ? क उद्योग र व्यापार, ख वैदेशिक रोजगारी र रेमिटेन्स, ग प्राकृतिक सांस्कृतिक सम्पदा जलविद्युत खनिज कृषि जडीबुटी र सूचना प्रविधि, घ सडक पूर्वाधार र सहरीकरण। यसको सही उत्तर रहेको छ अप्सन ग प्राकृतिक सांस्कृतिक सम्पदा जलविद्युत खनिज कृषि जडीबुटी र सूचना प्रविधि। प्रश्न नम्बर 21 आर्थिक वर्ष 2083-84 को बजेटमा कृषि भूमि व्यवस्था तथा सहकारी क्षेत्रका लागि कुल कति बजेट विनियोजन गरिएको छ? कुल कति रकम विनियोजन गरिएको छ? रु 1 अर्ब 50 करोड, रु 2 अर्ब 50 करोड, रु 3 अर्ब कति रहेको छ? यसको सही उत्तर रहेको छ अप्सन ख रु 2 अर्ब। कृषि भूमि व्यवस्था तथा सहकारी क्षेत्रको विकासका लागि रु 2 अर्ब बजेट विनियोजन गरिएको छ। त्यस्तै प्रश्न नम्बर 22 कृषिमा युवालाई आकर्षित गर्न र उत्पादन बढाउन कृषि ऋणमा ब्याज अनुदान लगायतका कार्यक्रमका लागि कति रकम छुट्याइएको छ? अप्सन क रु 2 करोड, ख 4 करोड, ग 6 करोड, घ 10 करोड। यसको सही उत्तर रहेको छ अप्सन ख रु 4 करोड। युवालाई आकर्षित गर्न कृषि ऋणमा ब्याज अनुदान न्यूनतम समर्थन मूल्य कार्यान्वयन र व्यावसायिक कृषि प्रवर्धनका लागि रु 4 करोड रकम विनियोजन गरिएको छ। त्यस्तै प्रश्न नम्बर 23 मा रहेको छ बजेटले पहाडी क्षेत्रको कति हेक्टर जमिनमा ओखर, मेकाडेमिया, नट र किवी जस्ता फलफुलको व्यावसायिक बगैँचा विस्तार गर्ने लक्ष्य राखेको छ? कति हेक्टर जमिनमा फलफुल खेती गर्ने लक्ष्य राखेको छ? प्रश्न नम्बर क 1000 हेक्टर, ख 1500 हेक्टर,
ग 2000 हेक्टर, घ 2500 हेक्टर। यसको सही उत्तर कति हो? यसको सही उत्तर रहेको छ अप्सन घ 2500 हेक्टर। पहाडी क्षेत्रको 2500 हेक्टर जमिनमा विभिन्न काष्ठफल र फलफुलको व्यावसायिक बगैँचा विस्तार गर्न रु 30 करोड रकम विनियोजन गरिएको उल्लेख छ। त्यस्तै प्रश्न नम्बर 24 बजेट वक्तव्यमा गण्डकीको सान भनेर कुन उत्पादनलाई चिनारी दिएको छ? अप्सन क मनाङ मुस्ताङको स्याउ, नवलपुरको धान, स्याङ्जाको सुन्तला, ख मुस्ताङको स्याउ, तनहुँको धान, कास्कीको सुन्तला, ग गोर्खाको घिउ, लमजुङको कोदो, म्याग्दीको मह, घ बागलुङको आलु, पर्वतको अदुवा र नवलपुरको तोरी कुन उत्पादनलाई प्रदेशको चिनारीको रूपमा दिएको छ? यसको सही उत्तर रहेको छ अप्सन क मनाङ मुस्ताङको स्याउ, नवलपुरको धान र स्याङ्जाको सुन्तला। मनाङ मुस्ताङको स्याउ, नवलपुरको धान, स्याङ्जाको सुन्तला, गण्डकीको सान भन्ने नाराका साथ यी उत्पादनको प्रशोधन र बजारीकरणमा जोड दिएको छ। त्यस्तै प्रश्न नम्बर 25 मा रहेको छ उद्योग तथा पर्यटन क्षेत्रका लागि आगामी आर्थिक वर्षमा कति बजेट विनियोजन गरिएको छ? उद्योग तथा पर्यटन क्षेत्रका लागि क 50.50 करोड, 75.25 करोड, 92.49 करोड, त्यस्तै घ 1 अर्ब 10 करोड। यसको सही उत्तर रहेको छ अप्सन ग 92.49 करोड। प्रश्न नम्बर 26 धौवादी फलामखानी उत्खनन तथा खानी र खनिज पदार्थको खोज र अनुसन्धानका लागि कति रकम विनियोजन गरिएको छ? धौवादी फलामखानी उत्खनन तथा खानी र खनिज पदार्थको खोज र अनुसन्धानका लागि कति रकम विनियोजन गरिएको छ? अप्सन क 10 करोड, ख 15 करोड, ग 20 करोड, घ 25 करोड। यसको सही उत्तर रहेको छ अप्सन क रु 25 करोड। सङ्घीय सरकारसँगको साझेदारीमा धौवादी फलामखानी उत्खनन र खनिज अन्वेषणका लागि रु 25 करोड विनियोजन गरिएको छ। त्यस्तै प्रश्न नम्बर 27 मा रहेको छ स्थानीय स्तरमा उद्यमशीलता र रोजगारी बढाउन सञ्चालन गर्ने नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि कति रकम व्यवस्था गरिएको छ? स्थानीय स्तरमा उद्यमशीलता र रोजगारी बढाउनका लागि सञ्चालन गर्ने नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि कति बजेट व्यवस्था गरिएको छ? अप्सन क 5 करोड, ख 10 करोड, ग 13 करोड, घ 20 करोड। यसको सही उत्तर रहेको छ अप्सन ग रु 13 करोड। तीन तहको साझेदारीमा सञ्चालन हुने नवप्रवर्तन साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन रु 13 करोड छुट्याइएको छ। त्यस्तै प्रश्न नम्बर 28 मा रहेको छ वन तथा वातावरण क्षेत्रका लागि आर्थिक वर्ष 2083-84 मा वन तथा वातावरण क्षेत्रका लागि आर्थिक वर्ष 2083-84 मा कति बजेट विनियोजन गरिएको छ? वन तथा वातावरण क्षेत्रका लागि क 80 करोड, ख 1 अर्ब, ग 1 अर्ब 21 करोड, घ 1 अर्ब 50 करोड। यसको सही उत्तर रहेको छ अप्सन ग 1 अर्ब 21 करोड। वन तथा वातावरण क्षेत्रका लागि रु 1 अर्ब 21 करोड बजेट विनियोजन गरिएको छ। त्यस्तै प्रश्न नम्बर 29 मा रहेको छ सामाजिक विकास युवा तथा खेलकुद क्षेत्रका लागि सामाजिक विकास युवा तथा खेलकुद क्षेत्रका लागि कति बजेट विनियोजन गरिएको छ? अप्सन क
1 अर्ब 50 करोड, ख 2 अर्ब 16 करोड, ग 3 अर्ब, घ 5 अर्ब। यसको सही उत्तर रहेको छ अप्सन ख रु 2 अर्ब 16 करोड। सामाजिक विकास युवा तथा खेलकुद क्षेत्रका लागि रु 2 अर्ब 16 करोड रकम विनियोजन गरिएको छ। त्यस्तै प्रश्न नम्बर 30 मा रहेको छ गण्डकी विश्वविद्यालयलाई विशिष्टीकृत अध्ययन अध्यापनको संस्थाको रूपमा विकास गर्न कति रकम विनियोजन गरिएको छ। गण्डकी विश्वविद्यालयका लागि कति रकम विनियोजन गरिएको छ त? अप्सन क 10 करोड, ख 15 करोड, ग 20 करोड, घ 50 करोड। यसको सही उत्तर रहेको छ अप्सन ग रु 20 करोड। गण्डकी प्राविधिक शिक्षालयको संरचना निर्माण र गण्डकी विश्वविद्यालयको विकासका लागि रु 20 करोड बजेट विनियोजन गरिएको छ। त्यस्तै प्रश्न नम्बर 31 मा रहेको छ स्वास्थ्य क्षेत्रका लागि कुल कति रकम विनियोजन गरिएको छ। स्वास्थ्य क्षेत्रका लागि कुल कति बजेट विनियोजन गरिएको छ। अप्सन क 2 अर्ब 80 करोड, ख 3 अर्ब 10 करोड, ग 3 अर्ब 31 करोड, घ 4 अर्ब 5 करोड। यसको सही उत्तर रहेको छ अप्सन ग 3 अर्ब 31 करोड। स्वास्थ्य क्षेत्रका लागि जम्मा रु 3 अर्ब 31 करोड बजेट विनियोजन गरिएको छ। त्यस्तै प्रश्न नम्बर 32 मा रहेको छ जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार र स्वास्थ्य बिमा लगायतका कार्यक्रमका लागि कति रकम बजेट छुट्याएको छ, कति रकम छुट्याइएको छ। जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार र स्वास्थ्य बिमा लगायतका कार्यक्रमको लागि कति रकम छुट्याएको छ। क 3 करोड, ख 5 करोड, ग 6 करोड 60 लाख, घ रु 10 करोड। यसको सही उत्तर रहेको छ अप्सन ग रु 6 करोड 60 लाख। हवाई उद्धार, क्यान्सर उपचार सहायता र स्वास्थ्य बिमा समेतका लागि रु 6 करोड 60 लाख विनियोजन गरिएको छ। त्यस्तै प्रश्न नम्बर 33 मा रहेको छ बजेट वक्तव्य अनुसार भौतिक पूर्वाधार विकास तथा यातायात क्षेत्रका लागि कुल कति रकम विनियोजन गरिएको छ। बजेट वक्तव्य अनुसार भौतिक पूर्वाधार विकास तथा यातायात क्षेत्रका लागि कुल कति रकम विनियोजन गरिएको छ। क रु 8 अर्ब, ख 10 अर्ब 50 करोड, ग 11 अर्ब 16 करोड, घ 15 अर्ब 20 करोड। यसको सही उत्तर रहेको छ अप्सन ग 11 अर्ब 96 करोड। 11 अर्ब 96 करोड भौतिक पूर्वाधार विकास तथा यातायात क्षेत्रका लागि रु 11 अर्ब 96 करोड रकम विनियोजन गरिएको छ। त्यस्तै प्रश्न नम्बर 34 मा रहेको छ बहुवर्षीय स्रोत सुनिश्चित भएका रणनीतिक सडक तथा सडक पुलहरूका लागि कति बजेट छुट्याएको छ। क रु 2 अर्ब 5 करोड, ख 4 अर्ब 10 करोड, ग 5 अर्ब 3 करोड, घ 6 अर्ब 75 करोड। यसको सही उत्तर रहेको छ अप्सन ग रु 5 अर्ब 3 करोड। बहुवर्षीय स्रोत सुनिश्चित भएका आयोजनाका लागि रु 5 अर्ब 3 करोड रकम विनियोजन गरिएको छ। त्यस्तै प्रश्न नम्बर 35 मा रहेको छ प्रश्न नम्बर 35 ऊर्जा जल स्रोत तथा खानेपानी क्षेत्रका लागि कुल कति बजेट विनियोजन गरिएको छ। ऊर्जा जल स्रोत तथा खानेपानी क्षेत्रका लागि कुल कति बजेट विनियोजन गरिएको छ। क 3 अर्ब 20 करोड, ख 4 अर्ब 77 करोड, ग 5 अर्ब 50 करोड, घ 6 अर्ब। यसको सही उत्तर रहेको छ अप्सन ख 4 अर्ब 77 करोड। ऊर्जा जल स्रोत तथा खानेपानी क्षेत्रका लागि कुल
4,77 अर्ब रकम विनियोजन गरिएको छ। त्यस्तै प्रश्न नम्बर 36मा रहेको छ एक घर एक धारा कार्यक्रम अन्तर्गत बहुवर्षीय स्रोत सुनिश्चित भएका खानेपानी आयोजनाका लागि कति रकम छुट्याइएको छ? एक घर एक धारा कार्यक्रम अन्तर्गत बहुवर्षीय स्रोत सुनिश्चित भएका खानेपानी आयोजनाका लागि कति रकम छुट्याइएको छ? क 50 करोड, ख 75 करोड, ग 1 अर्ब 7 करोड, घ 2 अर्ब। यसको सही उत्तर रहेको छ अप्सन ग रु 1 अर्ब 7 करोड। एक घर एक धारा अभियान अन्तर्गत बहुवर्षीय आयोजनाका लागि रु 1 अर्ब 7 करोड रकम विनियोजन गरिएको छ। त्यस्तै प्रश्न नम्बर 37मा रहेको छ लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनामा विद्युत महसुल अनुदान दिनका लागि कति रकम विनियोजन गरिएको छ? अप्सन क रु 1 करोड 50 लाख, ख 2 अर्ब 25 करोड, ग 4 करोड 45 लाख, घ 8 करोड। यसको सही उत्तर रहेको छ अप्सन ग रु 4 करोड 45 लाख। त्यस्तै प्रश्न नम्बर 38मा रहेको छ शान्ति सुरक्षा। प्रश्न नम्बर 38मा रहेको छ शान्ति सुरक्षा र स्थानीय निकायको संस्थागत सुदृढीकरणका लागि कति बजेट विनियोजन गरिएको छ? अप्सन क 5 करोड, ख 10 करोड, ग 14 करोड, घ 20 करोड। यसको सही उत्तर रहेको छ अप्सन ग 14 करोड। अप्सन ग 14 करोड। प्रश्न नम्बर 39 प्रदेश विपद व्यवस्थापन कोषमा न्यूनतम कति रकम मौजुदात रहने व्यवस्था मिलाइएको छ? प्रदेश विपद व्यवस्थापन कोषमा न्यूनतम कति रकम मौजुदात रहने व्यवस्था मिलाइएको छ? क 2 करोड, ख 5 करोड, ग 10 करोड, घ 15 करोड। यसको सही उत्तर रहेको छ अप्सन ग रु 10 करोड। विपद व्यवस्थापन कोषमा न्यूनतम रु 10 करोड मौजुदात रहने व्यवस्था गरिएको छ। त्यस्तै प्रश्न नम्बर 40 कुन समयभित्र सबै घरधुरीमा विद्युतको पहुँच विस्तार गरी उज्यालो गण्डकी प्रदेश घोषणा गर्ने लक्ष्य राखिएको छ? क आगामी आर्थिक वर्ष 2083-84 भित्र, आगामी 2 वर्षभित्र, पञ्चवर्षीय योजनाको अन्त्यसम्म, सन् 2030 सम्म। यसको सही उत्तर रहेको छ अप्सन क आगामी आर्थिक वर्षभित्र। आगामी आर्थिक वर्षभित्रै प्रदेशका सबै घरधुरीमा विद्युत पुर्याएर उज्यालो गण्डकी प्रदेश घोषणा गर्ने लक्ष्य लिएको छ। प्रश्न नम्बर 41 नेपाल सरकारले आर्थिक वर्ष 2083-84 को बजेट मार्फत राष्ट्र सेवा कर्मचारीको तलब भत्तामा गरेको वृद्धि गण्डकी प्रदेशमा कसरी लागू हुने व्यवस्था मिलाइएको छ? क प्रदेशले छुट्टै वृद्धि दर तोक्नेछ, प्रदेशले छुट्टै वृद्धि दर तोक्नेछ, ख सङ्घीय सरकारले वृद्धि गरे बमोजिम नै प्रदेशमा पनि वृद्धि हुनेछ, ग यस वर्ष तलब वृद्धि हुने छैन, घ केवल स्थायी कर्मचारीको मात्र वृद्धि हुनेछ। यसको सही उत्तर रहेको छ अप्सन ख सङ्घीय सरकारले वृद्धि गरे बमोजिम नै प्रदेश सरकारले पनि वृद्धि गर्नेछ। नेपाल सरकारले सङ्घीय बजेट मार्फत राष्ट्र सेवा कर्मचारीको तलब भत्तामा गरेको वृद्धि बमोजिम नै प्रदेशमा कार्यरत कर्मचारीको पनि तलब वृद्धि हुने व्यवस्था मिलाइएको छ। त्यस्तै प्रश्न नम्बर 43 मा रहेको छ गण्डकी प्रदेशमा करार सेवामा कार्यरत कर्मचारीहरूका लागि कहिलेदेखि लागू हुने गरी स्थायी सरह महँगी भत्ताको व्यवस्था गरिएको छ? अप्सन क 2083 जेठ 1 गतेदेखि, 2083 असार 1 गतेदेखि, 2083 साउन 1 गतेदेखि, 2083 असोज 1 गतेदेखि। यसको सही उत्तर रहेको छ अप्सन ग 2083 साउन 1 गतेदेखि।
करार सेवामा कार्यरत कर्मचारीको मनोबल उच्च बनाउन 2083 साउन 1 गतेदेखि नै लागू हुने गरी स्थायी कर्मचारी सरह महँगी भत्ता दिने घोषणा बजेटमा गरिएको छ। त्यस्तै प्रश्न नम्बर 43मा रहेको छ, आन्तरिक राजस्व प्रणालीलाई व्यवस्थित गर्न आगामी वर्ष गण्डकी प्रदेशको कुन नयाँ संरचना स्थापना गर्ने उल्लेख छ? क. प्रदेश राजस्व विभाग, ख. छुट्टै राजस्व कार्यालय, ग. राजस्व अनुसन्धान केन्द्र, क. करदाता सेवा केन्द्र। यसको सही उत्तर रहेको छ छुट्टै राजस्व कार्यालय। आन्तरिक राजस्व कार्यालयलाई थप व्यवस्थित बनाउन आगामी वर्ष छुट्टै राजस्व कार्यालय स्थापना गर्नेछ। त्यस्तै प्रश्न नम्बर 44मा रहेको छ, विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई भाडामा सहुलियत दिने बस, मिनी बस तथा माइक्रो बस धनीलाई सवारी साधन करमा कति प्रतिशत छुट दिने व्यवस्थालाई निरन्तरता दिएको छ? क. 40%, ख. 50%, ग. 60%, घ. 75%। यसको सही उत्तर रहेको छ अप्सन ग. 60%। लक्षित वर्गलाई भाडामा छुट दिने सार्वजनिक सवारी साधनका धनीलाई सवारी साधन करमा 60% छुट दिने व्यवस्थालाई निरन्तरता दिएको छ। त्यस्तै प्रश्न नम्बर 45मा रहेको छ, दर्ता भई हालसम्म नवीकरण नभएका उद्योग, वाणिज्य र पर्यटन व्यवसाय सञ्चालकले कहिलेसम्म निवेदन दिएमा एक पटकका लागि जरिवाना छुट पाउने व्यवस्था गरिएको छ? अप्सन क. 2083 असोज मसान्त, 2083 पुस मसान्त, 2083 चैत मसान्त, 2084 वैशाख मसान्त। यसको सही उत्तर रहेको छ अप्सन ग. 2083 चैत मसान्त। लामो समय नवीकरण नभएका व्यवसायहरूलाई 2083 चैत मसान्तसम्म नवीकरण वा खारेजीको निवेदन दिएमा जरिवाना एकमुष्ट छुट दिइनेछ। त्यस्तै प्रश्न नम्बर 46, लामो समयदेखि सवारी साधन कर नतिरेका धनीहरूले कुन अवधिसम्म कर बुझाइमा अन्य शुल्क र जरिवाना छुट पाउने व्यवस्था गरिएको छ? क. 2083 चैत मसान्तभित्र 2084 वैशाख मसान्तसम्म लगत कट्टा गर्ने प्रयोजनका लागि 80-81 देखिको कर, 2082 असार मसान्तसम्मको मात्र, 2083 असार मसान्तसम्मको मात्र। यसको सही उत्तर रहेको छ 2084 वैशाख मसान्तसम्म लगत कट्टा गर्ने प्रयोजनका लागि 2080-81 देखिको कर। सवारी कर नतिरेकाहरूको हकमा 2084 वैशाख मसान्तसम्म लगत कट्टा गर्न आएमा आर्थिक वर्ष 2080-81 देखि हालसम्मको कर र नवीकरण शुल्क लिएर अन्य जरिवाना छुट दिने व्यवस्था गरिएको छ। त्यस्तै प्रश्न नम्बर 47, आगामी आर्थिक वर्षको लागि खर्च बेहोर्नुपर्ने स्रोतमध्ये राजस्व बाँडफाँडबाट सङ्घीय सरकारबाट कति रकम प्राप्त हुने अनुमान गरिएको छ? क. रु 7 अर्ब 84 करोड, ख. 10 अर्ब 16 करोड 47 लाख 48 हजार, ग. 5 अर्ब 84 करोड, घ. 3 अर्ब 93 करोड। यसको सही उत्तर रहेको छ अप्सन ख. 10 अर्ब 16 करोड 47 लाख 48 हजार। प्रश्न नम्बर 48, नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदान तर्फ आगामी आर्थिक वर्षका लागि कति बजेट रकम विनियोजन गरिएको छ? 3 अर्ब 93 करोड 6 लाख, 5 अर्ब 93 करोड 3 लाख, 7 अर्ब 91 करोड 5 लाख, 10 अर्ब 92 करोड 6 लाख। यसको सही उत्तर रहेको छ अप्सन क. 3 अर्ब 93 करोड 3 लाख। सङ्घीय सरकारबाट प्राप्त हुने सशर्त अनुदान रु 3 अर्ब 93 करोड 3 लाख हुने अनुमान छ। त्यस्तै प्रश्न नम्बर 49, स्थानीय तहलाई प्रदान गर्ने समपूरक अनुदानका लागि प्रदेश सरकारले कति रकम विनियोजन गरेको छ? रु अप्सन क. रु 33 करोड 74 लाख, ख. 49 करोड 97 लाख,
ग 55 करोड 46 लाख, घ 1 अर्ब 16 करोड। यसको सही उत्तर रहेको छ अप्सन ख 49 करोड 97 लाख। स्थानीय तहका लागि समपूरक अनुदानतर्फ रु 49 करोड 97 लाख बजेट विनियोजन गरिएको छ। स्थानीय तहलाई प्रश्न नम्बर 50 स्थानीय तहलाई प्रदान गर्ने विशेष अनुदानको रकम कति रहेको छ? प्रश्न नम्बर 50 स्थानीय तहलाई प्रदान गर्ने विशेष अनुदानको रकम कति रहेको छ? क 33 करोड 74 लाख, ख 49 करोड 97 लाख, ग 83 करोड, घ 1 अर्ब 16 करोड। यसको सही उत्तर रहेको छ अप्सन क 33 करोड 74 लाख। स्थानीय तहका लागि विशेष अनुदानतर्फ रु 33 करोड 74 लाख विनियोजन गरिएको छ। त्यस्तै प्रश्न नम्बर 51 दलित समुदायको परम्परागत पेशा र सिपको संरक्षणका लागि बजेटले कुन कार्यक्रमलाई निरन्तरता दिएको छ? क दलित सिप अभियान, ख भगत सर्वजित सिप तथा व्यावसायिकता विकास कार्यक्रम, ग दलित सशक्तिकरण कोष, घ परम्परागत पेशा सुधार कार्यक्रम। यसको सही उत्तर रहेको छ अप्सन ख भगत सर्वजित सिप तथा व्यावसायिकता विकास कार्यक्रम। दलित समुदायको आर्थिक सशक्तिकरणका लागि यो कार्यक्रमलाई निरन्तरता दिएको छ। त्यस्तै प्रश्न नम्बर 52 मध्यबिन्दु प्रादेशिक अस्पताल नवलपुर र गोर्खा अस्पतालमा कुन मेसिन खरिदका लागि रु 10 करोड विनियोजन गरिएको छ? त्यस्तै क एमआरआई, ख सिटी स्क्यान, ग मृगौला डायलाइसिस मेसिन, घ एक्सरे मेसिन। कुन मेसिन खरिदका लागि रु 10 करोड विनियोजन गरिएको छ? यसको सही उत्तर रहेको छ अप्सन ख सिटी स्क्यान मेसिन। स्वास्थ्य सेवा विस्तार गर्न नवलपुर र गोर्खाका प्रादेशिक अस्पतालमा सिटी स्क्यान खरिदका लागि रु 10 करोड छुट्याइएको छ। त्यस्तै प्रश्न नम्बर 53 बजेटमा उल्लेखित आदर्श ग्राम सञ्चालन अन्तर्गत प्रदेश सरकारले कुन क्षेत्रमा सहयोग गर्ने लक्ष्य राखेको छ? त्यस्तै क अप्सन क सडक, खानेपानी र विद्युत, ख सञ्चार सामुदायिक भवन र आरोग्य केन्द्र, ग कर खदुबै, घ केवल कृषि र वन। यसको सही उत्तर रहेको छ कर खदुबै। आदर्श ग्रामभित्र सडक, खानेपानी, विद्युत, सञ्चार सामुदायिक भवन र आरोग्य केन्द्र निर्माणमा सहयोग गर्ने व्यवस्था मिलाइएको छ। त्यस्तै प्रश्न नम्बर 54 सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहलगानी प्रवर्धन गर्न बजेटले कुन नयाँ कोषको प्रस्ताव गरेको छ? प्रदेश विकास साझेदारी कोष, ख शासकीय नवप्रवर्तन चुनौती कोष, ग सङ्घीयता सुदृढीकरण कोष, घ एकीकृत विकास कोष। यसको सही उत्तर रहेको छ शासकीय नवप्रवर्तन चुनौती कोष, अप्सन ख। 3 तहका सरकारी साझेदारी बढाउन रु 1 करोडको यो नयाँ कोष स्थापना गरिएको छ। प्रश्न नम्बर 55 सार्वजनिक सुशासन फेलोसिप कार्यक्रम। सार्वजनिक सुशासन फेलोसिप कार्यक्रम मुख्यतया कसलाई लक्षित गरी सञ्चालन गर्ने उल्लेख छ? क कर्मचारीहरूलाई, ख जनप्रतिनिधिहरूलाई, ग विश्वविद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई, घ अवकाशप्राप्त कर्मचारीहरूलाई। यसको सही उत्तर रहेको छ अप्सन ग विश्वविद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई। विद्यार्थीहरूको बौद्धिक क्षमतालाई प्रादेशिक विकास र सुशासनमा जोड्न यो फेलोसिप कार्यक्रम प्रस्ताव गरिएको छ।